नेताहरूको चाहिँ एकता हुँदैछ। त्यो सन्दर्भमा चाहिँ आफ्ना विचारहरू म हार्दिक अनुरोध गर्दछु। आदरणीय धवल शमशेर राणा। धन्यवाद आचार्य भाइ। आज उपस्थित यो दुईटा समूह मिलनको कार्यक्रममा उपस्थित एउटा देशको महान अभियन्ता गरीब निमुखा जनताको पक्षमा र भ्रष्टाचारको विरोधमा आवाज उठाइदिने दुर्गा बसाइज्यू, हाम्रा पार्टीका विभिन्न नेतागण, दुर्गाजीका पार्टीका विभिन्न नेतागण र यसका मित्रहरू उपस्थित सबैलाई मेरो नमन। आज हामी यो ऐतिहासिक कार्य गर्दा यहाँ उभिरहेको छौँ। दुर्गाजीको समूह पार्टी अभियान र हामी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट छुट्टिएर आएका पार्टीका नेताहरूको बीचमा एउटा समझदारी पत्रमा हामी दस्तखत गर्न लागेको छौँ। यो समझदारी किन गर्नु पर्यो र हामी के को लागि गरिरहेको छौँ भन्ने कुरा म अलिकति प्रश्न पार्न चाहन्छु। आज देशमा पेटिटीको बीचमा यो दुईटा शक्ति किन मिल्न लागिरहेको छ? हामीले दुईटै शक्तिले बोकेको सिद्धान्त र मूल्य र मान्यता एउटै हो। निमुखा जनताहरूलाई उकास्ने, पीडितहरूलाई राहत दिने, भ्रष्टाचार निर्मूल गर्ने, सुशासन कायम गर्ने, यी सबै कुरा त सबै पार्टीले भन्दै आएका छन्। तर अलिकति फरक अरू पार्टी भन्दा के हो भने हामी दुईटै समूहले यो राष्ट्रमा राजा सहितको प्रजातन्त्र र किराँत बुद्ध धर्मवालीहरूलाई समेटेर सनातन धर्म सापेक्ष हिन्दू अधिराज्य कायम गर्नुपर्छ भनेर जो कुरा दुईटै पक्षले बोल्दै आएको हो। राष्ट्रलाई यो कुराहरू नभइकन नहुने स्थिति छ। नेपाली जनता आत्तिएको छन्, आक्रोशित छन् कि हाम्रो राज संस्था र हिन्दू अधिराज्य जुन कायम थियो त्यो किन हटाए नेताहरूले? जबकि जनआन्दोलन 1 र जनआन्दोलन 2 मा दुईटैमा यो मागै थिएन। 81 यो कुराहरू कसरी आयो? र त्यो बेला माओवादीको खौफ, डर र आन्दोलनबाट निस्केको शान्तिलाई भङ्ग नहोस् भनेर नेपाली जनता बोलेर त्यसमाथि पनि हामी हिन्दूहरू अलिकति सहनशील हुन्छौँ, अहिंसा प्रेमी हुन्छौँ। यही कुरा अरू धर्मावलीको देशमा भए नेताहरूलाई रूपमा झन्डाइदिन्थ्यो होला, खम्बामा लड्काइदिन्थ्यो होला। तर हामी त्यो बेला बोल्न सकेनौँ, सडकमा आउन सकेनौँ। तर त्यसको मतलब होइन कि हामीहरू यो कुरालाई स्वीकारेका छौँ। सबै नेपालीको बीचमा, मनको बीचमा यो दुईटै कुरालाई स्थापित गर्नको लागि अठोट हामीले गरेको छौँ। अब यो दुईटा समूह मिलिसकेपछि यतिले मात्र हुँदैन। हामीले भन्दै आएको कुरा हो, सबै राजावादी, राष्ट्रवादी, हिन्दूवादी, संघीयता विरोधी, गणतन्त्र विरोधी, भ्रष्टाचार विरोधी सबैलाई ठुलो छाती खोलेर एउटा प्लेटफर्ममा उभ्याउनु पर्छ। अनि बल्ल यो देशमा हामीले बोकेको मूल्य मान्यतालाई हामीले यथार्थमा परिणत गर्न सक्ने सम्भावनाका ढोकाहरू खुल्छन्। एक्लै हामीले सक्दैनौँ। त्यसकारणले आज सुरुवात हो। यो सिलसिला जारी हुन्छ, अगाडि बढिरहन्छ। र यो मिडिया मार्फत म सबै राजावादी, राष्ट्रवादी, हिन्दूवादी, संघीयता विरोधी, गणतन्त्र विरोधी आह्वान गर्न चाहन्छु, यो महान अभियानमा तपाईँहरूको साथ र सहयोग मिलोस्।
दुर्गाजीलाई पनि म धन्यवाद भन्न चाहन्छु। यहाँसम्म उहाँले यो विचारलाई बोकेर ल्याइदिनु भयो। बोक्न पर्ने थियो राप्रपाले बोक्न सकेन। हाम्रो एजेन्डा यही थियो। तर पटक पटक अहिले होइन, गएको 35 वर्षबाट राप्रपाले जब मौका पायो तब यो एजेन्डालाई धराशायी गरेर व्यक्तिगत स्वार्थमा नेताहरू गए। त्यही कुरा बुझेर यो चुनावबाट अन्तिम स्थितिमा नेपाली जनताले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई खुल्याइदिएकै हो, नेतृत्वले नमानेकै हो। पटक पटक हामीले यो एजेन्डालाई स्थापित गरेर अगाडि बढ्नुपर्छ र सडक र सदनबाटै हामीले यो एजेन्डालाई स्थापित गर्नुपर्छ भन्ने मूल्य र मान्यता लिएर हामी अगाडि जाँदैछौँ। सडकमा त हामीले 3 कुरेको त्यो आन्दोलन म सम्झिन्छु। बडा मुस्किलसित गाह्रोसित 2 दिन पहिले हामीले राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिमा त्यो राजावादी राष्ट्रवादी सबै आन्दोलनमा सहभागी हुनुपर्छ भनेर हामीले निर्णय गरायौँ। त्यो 21 गतेको आन्दोलनमा 3 कुरेको आन्दोलनमा पार्टीको नेतै आइदिएन। हामी सबै गएका थियौँ, पार्टीको अध्यक्षै आइदिएनन्। 15 गते चैत 15 गतेको आन्दोलनमा 3 कुरेको आन्दोलनमा नेतै आइदिएनन्। त्यहाँ राज्यले चाहिने भन्दा बढी अनावश्यक रूपले दमन गर्यो। एकजना व्यक्ति गोली लाग्यो र बिते, 25 जनालाई घाइते भयो, गोली लाग्यो। एकजना पत्रकार बिते र एकजना पत्रकार हो, एकजना कार्यकर्ता र एकजना पत्रकार जले। अनि हामी 40-50 जनालाई समातेर हिरासतमा राख्यौँ। अर्को दिन त्यो सडकमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलन घोषणा गरेर काठमाडौँ बन्द, नेपाल बन्द गरे भए आन्दोलन सफल हुने सम्भावना थियो। जनता उत्तेजित भइसकेका थिए। त्यो कसरी हामीले थाहा पायौँ भने जेनजीको आन्दोलनमा त्यसको नतिजा आयो नि। उकोस मुकोस भइरहेको थियो। यही कुरा पटक पटक मैले सदनमा पनि बारम्बार मैले रिपिट गरेको हो। तर सदनमा पनि सांसदहरूले सुनेनन्। यो त सुनामी आउन तयार छ। हामी मिलेर राजा सहितको प्रजातन्त्र र हिन्दू राष्ट्रलाई समावेश गरौँ। यो श्रेय सबै पार्टीले लिउँ, राप्रपाले मात्र लिनु पर्दैन, सबैले लिउँ भन्दाखेरि पनि मानेनन्। नेताहरू हाँस्थे। सङ्ख्याको दममा एकजना प्रधानमन्त्री र एकजना भावी प्रधानमन्त्री खिसखिस हाँसे। त्यसको नतिजा 24 गते आइहाल्यो जनजीको आन्दोलनमा। मैले भन्न के खोजेको भने राष्ट्रिय प्रजातन्त्र पार्टी आफूले बोकेको एजेन्डामा अडिग भएन। गर्दा गर्दा जनताले पनि बुझ्यो कि यो देखाउने दाँत अर्कै हो, खाने दाँत अर्कै हो। त्यस कारणले यो गएको चुनावमा मैले त भनेको थिएँ, कार्य सम्पादकको मिटिङमै भनेको थिएँ कि चुनावमा जानु हुँदैन। हामी हरेक प्रकारले तयार छैनौँ। न हाम्रो व्यवस्था छ, न सङ्गठन बनेको छ, न जनता हाम्रो पक्षमा छ, न लहर हाम्रो पक्षमा छ। उल्टै नेताहरूले मलाई पनि चुनावमा जानुपर्छ भन्ने जबरजस्ती गरिरहेको थिए। म त लड्दैन, तपाईँहरू पनि नलड्नुहोस् र मेरो नोट अफ डिसेन्ट हुन्छ भनेर मैले त्यही भनेको थिएँ। तर साथीहरूले के भने होइन, नोट अफ डिसेन्ट लेखिस् भने लड्ने मान्छेहरू, लड्ने नेताहरूलाई निरुत्साहित हुन्छन्। र मलाई पनि लाग्यो साथीहरू मान्दैनन्, चुनाव लड्छन्, लडेर नतिजा के आउँछ मलाई थाहा थियो। र त्यो नतिजा आइसकेपछि धवल शमशेरले नोट अफ डिसेन्ट लेखेर चुनाव फाँडिदियो, बिगारिदियो भन्छन् भनेर मैले शुभ लाग्यो। राजाले 6 गते सन्देश दिएपछि पनि राजेन्द्र लिङ्गदेनले त मेरो फोन नउठाउने। मैले कमल दाईलाई फोन गरेको थिएँ चुनाव छोडिदिउँ भनेर, तर मान्नु भएन। यही कुरा दुर्गाजीले पनि आफ्नो भाषणहरूमा पनि र नेताहरूलाई पनि भनेको भनेर मैले थाहा पाएँ। तर राष्ट्रिय प्रजातन्त्र पार्टी 1 नम्बर पार्टी हुन्छु भनेर दम्प गरेर अगाडि बढेको थियो। त्यसको नतिजा आइहाल्यो। मित्रहरू, महाधिवेशन पनि नहुने, नेतृत्व परिवर्तन पनि नगर्ने, आउने दिनमा स्थानीय निकायसम्म हामी कुहिलेर जाने स्थिति देखा पर्यो। त्यस क्रममा हाम्रो एजेन्डा स्थापित गर्नको लागि, हामीले बोकेको मूल्य र मान्यतालाई यथार्थमा परिणत गर्नको लागि हामीले पार्टी छोड्ने बाध्यता थियो।
रहरले छोडे होइन, दुःखले त्यो पार्टीलाई एक बनाएकै मैले पनि धेरै मेहनत गरेर हो। त्यस कारणले दुःख लागेर हामीले त्यहाँबाट छोड्यो र यो एजेन्डालाई मजबुत रूपले बोकिरहेको अर्को योद्धा हाम्रो दुर्गा प्रसादसित हामीले सहकार्य गर्ने निर्णय गरेको छ। पार्टी बनाउने निर्णय गरेका छौँ, अभियान होइन। हामीले नेपाली धरतीमा एउटा मजबुत राष्ट्रवादी राजावादी शक्तिलाई खडा गर्ने योजनामा छौँ। पार्टी हुने हो, चुनाव लड्ने हो, चुनाव लडाउने हो र यो एजेन्डालाई स्थापित गर्नको लागि हामीले यो पार्टी बनाएको। कसैलाई दुविधा नहोस्, यो अभियान हुने छैन, यो कुनै लहर पनि हुने छैन, कसैको शौक पनि होइन। हामी सबै राजावादी राष्ट्रवादी शक्तिलाई बोकेर हामीले आफ्नो एजेन्डालाई अगाडि बढाउनको लागि हामीले आज यो जमर्को गरिरहेको छौँ। हाम्रो समूह र दुर्गाजीको अभियान पार्टी एकदमै मिलेर हामी अगाडि जाने हाम्रो निधो भएको छ। यसमा अरू साथीहरू जति आउनु छ देशभरिबाट, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजीनामाको ओहिरो आइरहेको छ। त्यो मात्रै होइन, अरू राजावादी राष्ट्रवादी पार्टी समूहहरू पनि यो हाम्रो पार्टीमा समावेश हुनको लागि लगायत छन् र तयार भइरहेको छन्। त्यो समाचार हामी कहाँ आएको छ। हामी निकट भविष्यमा यो मलमास छ, अहिले गर्न हुन्न भन्ने एउटा कुराहरू आइरहेको छ। हामी त हिन्दुत्वमा विश्वास गर्ने पार्टी व्यक्ति भएको लागि ठिकै छ भनेको छौँ, तर आन्तरिक कुराहरू, पार्टीका संरचनाका कुराहरू, अरू सबै कुराहरू, नाम झन्डा, अरू विभिन्न कुराहरू यो 8-10 दिनमा सबै हामी व्यवस्थापन गरेर हामी यो मलमास सिद्धिने बित्तिकै पार्टीको घोषणा गर्छौँ र नेपाली जनताको माझमा मजबुत रूपले हामी अगाडि जान्छौँ। आजको दिनमा म दुर्गाजीलाई र दुर्गाजीसितको सबै समूहलाई के भन्न चाहन्छु भने तपाईँहरू निर्धक्क हुनुहोस्। मैले कसैलाई धोका दिने मान्छे पनि होइन, आफूले जे बोल्छु त्यही गर्छु। सकेसम्म बोल्दैन, बोलेपछि पुर्याउँछु र कुनै बेला सकिन्न भने तपाईँलाई बोलाएर म भन्छु यो कारणले अप्ठ्यारो पर्यो भनेर। तर धोका दिने काम हामीबाट हुँदैन। अहिलेसम्म मेरो इतिहासमा कसैलाई झुट बोल्ने, धोका दिएर त्यस्तो गर्ने मेरो इतिहासै छैन र मलाई विश्वास छ कि हामीहरू यो शक्ति दुईटा मिलेपछि हामी एक आपसमा एकदमै सहकार्य गरेर हृदय साथै मिलेर र यसमा हामीलाई फाड्ने पनि तमाम शक्तिहरू आउलान्, कुराहरू बिचमा गर्लान्। तर अडिग भएर हामीहरू हाम्रो दुईटै टिम एउटा राम्रोसित सहकार्य गरेर एउटा मजबुत शक्ति बनाउँछौँ भनेर, नभए मजबुत पार्टी बनाउँछौँ भनेर म विश्वासका साथ पुनः मिडियालाई र उपस्थित दुर्गाजी लगायत सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु र नेपाली जनतालाई अब तपाईँहरू प्रतीक्षा गर्नुहोस्। हामी एउटा मजबुत पार्टी लिएर तपाईँको माझमा आइरहेका छौँ। तपाईँको देशमा बस्ने नेपाली र विदेशमा बस्ने नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सबैलाई मेरो अनुरोध के छ भने साथ दिनुहोस्। यो देशमा संवैधानिक राजतन्त्र, सनातन धर्म सापेक्ष हिन्दू अधिराज्य र सुशासन कायम गर्नको लागि यो पार्टी बन्दैछ। तपाईँहरूलाई धोका हुने छैन। तपाईँहरूको चाहनाहरू हामी अधिकांश पुरा गरेर यो राष्ट्रलाई एउटा समृद्ध राष्ट्र बनाउने कल्पना लिएको छौँ, अठोट गरेको छौँ। त्यही अठोटलाई तपाईँहरूले सहयोग गर्नुहुन्छ भन्ने मैले विश्वास दिएको छु।